हेलो साथीहरू, आज चाहिँ मेरो भ्लग चाहिँ आज सुरटोपामा क्वार्टरमा जानु छ हैन। किनभने हाम्रो बुवाको श्राद्ध छ के, अब हिजो एक छ के, आज श्राद्ध, त्यही भएर साथीहरू आज चाहिँ क्वार्टर जानु छ। म साथीहरूलाई अब सुरटोपाको क्वार्टर देखाउँछु है, कम्पनी र क्वार्टर छ हेर्नु होला साथीहरू। यो चाहिँ पछाडिको भाग हो, लामो ठुलो चाहिँ मैले मोड लिइसकेको छु हैन। यो सबै पछाडिकै भाग पर्छ सुरु नेपालको। यो बाटो यो घर सबै पछाडि सुरु नेपालकै पछाडि। यहाँबाट टर्निङ छ है साथीहरू सुरु नेपालको। सुरु नेपाल प्राइभेट लिमिटेड यो सबै पर्छ साथीहरू यहाँबाट। रोड क्रस गर्दैछु किनभने अलि यताबाट खिच्यो भने कम्पनी पुरै देखिन्छ नि त साथी, त्यही भएर है साथीहरूलाई अहिले चाहिँ म रोड क्रसिङ गर्दैछु। अब यहाँबाट फेरि साइकल चढ्छु अनि भिडियो गरौँला। र साथीहरू अगाडि बढेको सुरु नेपाल प्रवेशको मेन गेट चाहिँ यही हो साथीहरू है, मेन गेट। अहिले हाइवे रोडमा हाइवे रोडबाट अब यहाँबाट टर्निङ लिन्छु साथीहरू, यहाँबाट टर्निङ लिन्छु। यहाँबाट त्यो देखेको छ नि टुन्नामा हल्का रातो, त्यो चाहिँ सुरु नेपालको क्वार्टरको। म चाहिँ सुरु नेपालको क्वार्टरनिर आइसकेको छु, सक्नुहुन्छ साथीहरू। त्यो ठुलो पानी ट्याङ्की हो, यो चाहिँ बेबी स्कुल हो क्या हो। सक्नुहुन्छ साथीहरू सूर्य निवास प्रवेश गर्छु साथीहरू। दाइ यो चेतबहादुरको रुम कहाँनिर छ? त्यो आज हाम्रो श्राद्ध हो दाइ हो। पहिला पहिला घुम्न आइन्थ्यो, अहिले चाहिँ खासै घुम्न आइएको छैन यो क्वार्टरतिर। यो मन्दिर हो, हामीहरू पहिला आएर यसमा फोटो पनि धेरै खिचेछौँ र धेरै वर्षपछि आज आएको साथीहरू। कम्तीमा पनि भइसक्यो होला 15-20 वर्ष यो क्वार्टरभित्र नछिरेको। 15-20 वर्षपछि म आज यो क्वार्टरभित्र आइरहेको छु साथीहरू। त्योहरू हेर्न सक्नुहुनेछ है। म चाहिँ यहाँ श्राद्धको लागि आएको, श्राद्ध सकाएरै जानुपर्छ। क्वार्टरको डिजाइनिङ हेर्नु साथीहरू, यो चाहिँ जमानामा चाइनिजले बनाएको रे होइन। हामीले त्यही सुने हो, चाइनिजले बनाएको भनेर, तर पुरा चाइनिज स्टाइलकै छ। सिधै कहाँ हो अब त्यहाँ जानु पऱ्यो, दाइ कहाँ छ होइन। ल ल म क्वार्टरमा आइपुगिसकेँ साथीहरू होइन। यो क्वार्टर देख्नुभयो होला, साथीहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो लाइक सेयर कमेन्ट गर्नु होला साथीहरू है त। फलो गर्न नबिर्सनु होला साथीहरू। 10 हुन्छ तर खाना हुँदैन। ल अब श्राद्ध यहाँ सुरु भएको छ होइन। एकछिनपछि म पनि पूजा गर्छु, मेरो पालो आएपछि होइन। हाम्रो पिण्डलाई पूजा गर्न पर्ने हो, गरिसकेपछि जान्छ ल साथीहरू। यही होला आशीर्वाद फलमस्तु। पिण्डमा शिर चाहिँ पर्नु पर्यो त्यसरी। पिण्डो पर्यतेनम दद्या। ल जय हो। नमस्ते शिराय च बस प्रसाद मातृ प्रसाद ब्राह्मणावतनं सर्वैः परिपूर्णमस्तु। विद्यानं स्वर्गे मुक्तानि च पितृप्रसादः मातृप्रसादः ब्राह्मणावचनं सर्वैः परिपूर्णमस्तु। पितृयते मया सुखं फलप्राप्तिः। पितृप्रसादः मातृप्रसादः ब्राह्मणावचनं सर्वैः परिपूर्णमस्तु। पितृयते मया सुखं फलप्राप्तिः। यसमा फलफुलहरू हाल्दै त अब पिण्डो अब सेलाउनु जानुपर्छ साथीहरू। अब बुवाको पिण्डो सेलाउनु जानु पर्यो खोलातिर है त। पिण्डो सेलाउन खोलामा आइसकेको छु साथीहरू। अब अहिले त पानी पनि भेट्दैन साथीहरू, हेर्न सक्नुहुन्छ खोलाको गति यस्तो छ है। हेर्नु न पानी बगेको छ न केही छैन। त्यो पनि अब आफ्नो धर्म निभाउनु परिहाल्छ हैन।
के गर्ने अब यस्तै हो साथीहरू। अब म यहाँ पिण्ड सेलाउँछु र एकपल्ट सेलाइसकेपछि हेर्नु हुँदैन साथीहरू होइन, पिण्डो त्यस्तो नियम छ। सेलाएर 3 पल्ट पानी दिनुपर्छ। पानी दिइसकेपछि हेर्नु हुँदैन। ल साथीहरू, आजको श्राद्ध सक्यो साउनको। अब हाम्रो आउँछ एकैचोटि अब 16 श्राद्धमा ल साथीहरू है। ल धन्यवाद सबै साथीहरूलाई भिडियो हेरिदिनु भएकोमा होइन। अब हाम्रो भ्लग यहीँ खतम हुन्छ है आजको।